नमस्ते। फेरि पनि म मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत गर्न चाहन्छु। र आज चाहिँ मैले एउटा नयाँ तरिकाको एक्सर्साइज यानि कि ट्राइसेप एक्सर्साइज हजुरलाई पर्फर्मेन्स गर्नु गइरहेछु। त्योभन्दा अगाडि मैले जस्तै केबलहरूमा पनि गरेको थिएँ, डम्बल्सहरू सो गरेको थिएँ। तर योपालि चाहिँ मेरो इन्क्लाइन बेन्चको सहायता लिएर स्कल कर्ल गर्न गइरहेछु। र स्कल कर्ल चाहिँ कसरी गर्न सकिन्छ भन्ने हजुरहरूलाई मैले पर्फर्मेन्स देखाउनु गइरहेछु है त। त्यसरी मैले स्कल कर्ल गर्दाखेरि जहिले एल्बो चाहिँ मैले जस्ट ओपन गरिरहेछु। किन भन्दा मेरो यो ल्याटरल हेड र मिड हेडको लागि मैले टार्गेट गरिरहेछु अहिले। सो मैले यो स्कल कर्ल गर्दैछु है त। हो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ओके। वेट इन्क्रिज गरौँ है त। थोरै वेट इन्क्रिज गरेर मैले मेरो मसल्स ग्रो अपको लागि चाहिँ कम रेपिटेसन र पहिलो सेट भन्दा पनि अलिकति वेट ज्यादा राखेर चाहिँ मैले मेरो पर्फर्मेन्स सो गर्दैछु। 1 2 3 4 5 6 7 8 9 10 11 12 ओके। यो मेरो लास्ट, किनभने मैले मसल्स ग्रो अप गरिरहेको छु। त्यो हो कारणले गर्दाखेरि धेरै सेट हान्न चाहन्न, किनभने ट्राइसेप्स मसल यस्तो मसल्स हो कि जो कि सानो मसल्स हो हाम्रो अङ्गको। त्यो भएको कारणले गर्दा बरु राम्रोसँग बेस्ट ट्रेनिङ दिने तर मसललाई फुल प्रेसर हुने गरी पम्प हुने गरी चाहिँ ट्रेनिङ गर्ने। 1 2 3 4 5 6 7 8 9 10 ओके। अब म दोस्रो एक्सर्साइज गर्नु गइरहेको छु, यानि कि बेन्च डिप्स लङ हेडको लागि है त, यो ट्राइसेप्स मसल्सको। र हजुरलाई मैले पर्फर्मेन्स कसरी गर्दैछु भन्ने, जस्तै यो हाम्रो ओभरअल बडीको चाहिँ सकेसम्म यो एल्बोस जहिले पनि क्लोज भएकै राम्रो हो। र यो एल्बोलाई बाहिर ओपन नगर्ने, सकेसम्म टाइट गरेर डिप्स गर्नु होला है त। 1 2 3 4 5 6 7 8 9 10 11 12 14 yeah. Just 1 2 3 4 5 6 7 8 9 10 11 ओके। मैले चाहिँ यो दोस्रो सेटमा थोरै फरक तरिकाले देखाएँ हजुरहरूलाई, किनभने
वेट बढाएको कारणले गर्दाखेरि अप्सन नभएर चाहिँ मैले एउटा दोस्रो बेन्चको सहायता लिएर चाहिँ मेरो काखमाथि प्लेट राखेर चाहिँ मेरो वेटलाई अझै बढाइरहेको थिएँ है त 1 2 3 4 5 6 7 8 9 10 11 ओके र म ट्राइसेप्सको तेस्रो एक्सर्साइज यानि कि मिडल हेडको लागि चाहिँ टार्गेट पर्फर्मेन्स गर्दैछु त्यो टार्गेट मेरो किक ब्याक यानि कि मैले डम्बेलको सहायता लिइरहेको छु हजुरले देख्न सक्नुहुनेछ डम्बेल्स मेरो पर्फर्मेन्स चाहिँ यस्तो बडीलाई फुल ब्यान्ड गरेर यो मेरो एल्बोजलाई माथि लक गरेर जस्ट यो एल्बोजलाई चाहिँ माथि पुस जस्ट पुस मात्रै गर्दैछु हाफ एङ्गल लक हाफ एङ्गल पुस गरिरहेछु है त 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 10 okay 1 2 3 4 5 6 7 8 9 10 11 12 र दोस्रो सेटमा थोरै म वेट इन्क्रिज गर्न गइरहेको छु 6 7 8 9 2 3 बडी वेट कतिको थ्रो गर्न सक्छु है त हुन त यो मेरो लागि जहाँसम्म लाग्छ धेरै ह्याप्पी नै हुन्छ होला तर पनि म कोसिस गर्दैछु र हजुरहरूले यदि यो किक ब्याक एक्सर्साइज गर्दाखेरि आफूले जस्ट एउटा बेस्ट वेट चोइस गरेर मात्रै ट्रेनिङ गर्नु होला किनभने सबैको स्ट्रेन्थहरू एकै कहिले पनि हुन सक्दैन र जति हजुरले पर्फर्मेन्स र ब्यालेन्स गरेर ट्रेनिङ गर्नुहुन्छ हजुरहरूको मसल त्यति नै एक्टिभ भएर चाहिँ राम्रोसँग ट्रेनिङहरू भइरहेको हुन्छ है त yes 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 9 okay र म अहिले ट्राइसेप्सको यो स्ट्रेट बार लिइरहेको छु र स्ट्रेट बारको फर्स्ट एउटा सेन्टर लिइरहेको छु र मेरो एल्बो चाहिँ अहिले ओपन छैन किन त भन्दा मैले अहिले लङ हेडको टार्गेट गरिरहेको छु है त र एल्बोले गर्दाखेरि हजुर ल्याटरलमा पर्थ्यो भने अहिले मैले एल्बोलाई क्लोज राखेर चाहिँ लाइन कल एक्सटेन्सन गर्दैछु र यसलाई चाहिँ पर्फर्मेन्स गर्दाखेरि फुल हजुरले अगाडि नै प्रेसर गर्नु होला 2 3 4 5 6 7 8 9 10
11, 12, 13, 14, 15. 2, 3, 4, 6, 7, 8, 9, 10, 12, 13. Yeah. Bah. Yeah. 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 2, 3, 4, 6, 7, 8, 9, 10, 11, 12. सिटेड ओभर एक्सटेन्ड गरिरहेको छु र मैले यो ल्याटरलहरूलाई चाहिँ टार्गेट गरिरहेको छु 2, 3, 4, 5, 6, 7, 8, 9, 10. This 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10. 1, 2, 3, 4, 5, 6. 1, 2, 3, 4, 5, 6. ओके र आजको मेरो ट्राइसेप्सको ट्रेनिङ यत्तिकै समाप्त गर्न चाहिरहेको छु। यदि हजुरहरूले केही कमी कमजोरी भयो भने प्लिज सुझावहरू दिनुहोस् होला। फेरि पनि नयाँ कुराहरू हजुरहरूलाई अपडेट गर्न चाहन्छु। धन्यवाद।